भारतमा नेपालीहरू कसरी ठगिँदैछन्, सत्य घटनामा आधारित यो भिडियो तपाईहरूका लागि। नमस्ते, म इन्द्रबहादुर ओकेटा आइबीओ अपडेटमा यहाँहरूलाई हार्दिक नमस्कार, स्वागत गर्दछु। म आज तपाईहरूको अगाडि एउटा यस्तो तितो सत्य लिएर उपस्थित भएको छु जसले भारतमा पसिना बगाइरहेका हाम्रा सयौं नेपाली दाजुभाइहरूको उठीबास लगाइरहेको छ। के तपाईलाई पनि 5000 खर्चेर कोट र एउटा पोइन्ट लिनुहोस् अनि महिनाको लाखौं कमाउनुहोस् भनेर फसाइरहेको छ? यदि छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। कतै तपाई पनि एउटा ठूलो ठगीको जालमा त फस्दै हुनुहुन्न। आजभोलि भारतका विभिन्न शहरहरूमा यस्ता संस्थाहरू खुलेका छन्। यिनीहरूको काम गर्ने तरिका एउटै छ। सुरुमा तपाईलाई ठूलो सपना देखाइन्छ, भनिन्छ 5000 को कोट र एउटा पोइन्ट लगाउनुहोस्, साहब बन्नुहोस्। तर साथीहरू विचार गर्नुहोस् त, यो 5000 को कोट लगाउँदैमा कोही मान्छे धनी हुन्छ? हुँदैन। त्यहाँ तपाईलाई कुनै काम सिकाइदैन, त्यहाँ त केवल मान्छे थप्ने काम मात्र हुन्छ। तपाईले बुझाएको 5000 रुपैयाँबाट अलिकति पैसा तपाईलाई लैजाने मान्छेले खान्छ, बाँकी सबै पैसा त्यो संस्थाको मालिकले कुम्ल्याउँछ। अनि तपाईले पैसा कमाउनका लागि फेरि अरु 2 जना नेपालीलाई त्यसै गरी फसाउन पर्ने हुन्छ। यो कस्तो व्यवहार हो जहाँ सामान होइन मान्छेको टाउको बेचिन्छ? मुख्य सन्देश त यहाँ छ, भिडियो अन्तिमसम्म हेर्नुहोला। याद राख्नुहोस् त, यो एउटा मान्छे फसाउने जाल मात्र हो। जबसम्म तपाईले नयाँ मान्छे ल्याउनुहुन्न, तपाईको कमाई हुँदैन। पैसा कमाउने लोभमा हामीले आफ्नै साथीभाइ र आफन्तलाई फसाउन पुग्छौं। जब उनीहरूको पैसा डुब्छ, हाम्रो सामाजिक इज्जत र वर्षौंदेखिको सम्बन्ध पनि सधैँका लागि सकिन्छ। कोट र त्यो पोइन्ट त केवल देखाउनका लागि मात्र हो। त्यो कोट लगाएर अरूलाई झोक्याउन सजिलो होस् भनेर तपाईलाई एउटा नक्कली साहब बनाइन्छ। भारतमा हामी दुःख गरेर 2 पैसा कमाउन आएका हौं, कसैको आँसु पुछेर धनी बन्न होइन। हात जोडेर बिन्ती गर्छु, त्यसैले मेरा प्यारा नेपाली दाजुभाइ दिदीबहिनीहरू, यस्ता संस्थाहरूबाट टाढै रहनुहोस् जुन ठाउँमा काम भन्दा बढी मान्छेको टाउको थप्ने काम गरिन्छ। सम्झिनुहोस्, त्यो ठगी हो। आफ्नो रगत पसिनाको कमाई नक्कली सपनामा नफसाउनुहोस्। यो भिडियो धेरै भन्दा धेरै नेपालीहरू माझ पुर्याइदिनुहोस् ताकि अरू कोही पनि यसरी ठगिन नपरोस्। सचेत बनौं, सुरक्षित रहौं। धन्यवाद।